हामी आशिका तामाङ दिदी होइन त्यस्तो मकै बारी दर्याम भाइरल भएको थियो नि होइन फ्युचरको म एमआरबी दाई राजकुमार थापा मगर हो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अनि आज चाहिँ नयाँ भिडियोमा सबैजनालाई स्वागत छ अनि आज चाहिँ अब न्यू डे न्यू ब्लग है अब चाहिँ म ब्लग कन्टिन्यू गर्दैछु लेट्स सी अनि अब आजको के हुन्छ यताउता सबै आजको दिनमा चाहिँ म बल्ल उठेँ है के हुन्छ सब भनिदिन्छु लेट्स स्टार्ट द ब्लग गाइज फाइनली गाइज अहिले चाहिँ म मुख सुख धोएर अनि खानासाना खाएर उठेर चाहिँ बसेँ अब चाहिँ दिनभरि केही काम छैन गोल डुल्ने बस्ने यु क्यान सी है भ्यू चाहिँ क्या बब्बाल यस्तो मिठो भ्यू आउँछ नि यहाँ हो बाटो लिएर है आइफोनबाट खिचेर नि होला न भ्यू त यस्तो मिठो आउँदाखेरि चाहिँ बाटोमा नि खिचेको है अझै यो पानी परेको भएर भ्यू बबा लागेको हो कि पानी परेछ राति त्यसपछि त भ्यू त ओहो बबाले हो नि त अब चाहिँ खाना खाएर बसेँ यो चाहिँ हाम्रो पुरानो मामा घर यो चाहिँ हाम्रो पुरानो मामा घर हो ऊ चाहिँ घर बनाउनु लागेको छ यो चाहिँ नयाँ मामा घर बनाउनु भएको लेट्स कन्टिन्यू अहिले चाहिँ हामी मकै बारी घुमिरहेछौँ मकै बारी दर्याम भाइरल भएको थियो नि होइन त्यहाँबाट चाहिँ अहिले हामी उता खोला तर ऊ गर्दा चाहिँ आउँदो रहेछ हजुर यसो चप्पल लगाएर चाहिँ उहाँ चाहिँ लोट्नु दह्रो चिप्लो यो पानी परेको हुनाले चाहिँ दह्रो चिप्लो भइरहेको म लोटेँ नि मेरो मोबाइल चाहिँ नलोटोस् त्यही हो अहिले चाहिँ गाइजहरू हामी चाहिँ फाइनल्ली कहाँ जाँदैछौँ थाहै छैन नेत्र प्रसाद भुषालको घरतिर चाहिँ लाग्दैछौँ लेट्स सी अब नेत्रसित भेट भयो भने चाहिँ अहिले नेत्रको लाइफ टाइम पनि होइन भेट भयो भने चाहिँ हामी देखाउनेछौँ अनि डह्रो हुनेवाला छ लेट्स सी अनि हामीसित चाहिँ हाम्रो राइडर वर्षा हुनुहुन्छ अनि अब चाहिँ हामी लेट्स गो गाइस यो अर्घाखाँचीमा पनि जाम पर्दो रहेछ है लास्ट यो टडक यु क्यान सी टडकले चाहिँ दिमाग खाछ अर्घाखाँचीमा पनि जाम हुँदो रहेछ काठमाडौँमा थियो बुटोलमा थियो अर्घाखाँचीमा नि हुँदो रहेछ है नेक्स्ट कन्टिन्यू नेत्र आमालाई देखेँ गाइस नेत्र दाईको घरबाट हामी आइसक्यौँ दाई चाहिँ लाइभमा हुनु रहेछ अरे होइन अनि त्यसपछि चाहिँ दाइले साँझ बस्न आऊ बाबु भनेर के अरे उसित मम्मीलाई त्यही भनिदिनु भएछ अनि लाइभमा हुनु रहेछ खासै भेट्न पाइएन साँझ बस्न बोलाउँला तर हामी मासु भात सहित बाबु भेट्न साँझ मलाई खतरा डिनरको लागि बोलाउनु भयो नेत्र दाइले तर हामी अब आउँछौँ पछि ल दाइ नआत्तिनु होला हामी नरिसाउनु होला फेरि भाइ भेट्नु नभेटिकन गयो भनेर हामी आउँछौँ ल गाइज अहिले चाहिँ हामी फाइनली हो अर्घाखाँचीको भ्यू हेर्दै सर स्कुटीमा हाम्रो राइडर वर्षासित चाहिँ हिँडिरहेको छौँ वर्षा दिदी हाम्रो जिएमआर भ्लगको बहिनी आई थिङ्क यु नो जिएमआर भ्लग चिन्नुहुन्छ होला अनि अब नेत्र भुषालले यहाँ पनि घर बनाउँदै हुनुहुन्छ रहेछ नेत्र भुषालको घरतिर गएर आएको है अहिले चाहिँ हामी ठ्याक्कै यो सन्ध्याको बजार घुमिरहेको छौँ लेट्स सी है अनि त्यस्तै भयो अनि यहाँको भ्यू चाहिँ बबा लागेको छ आज चाहिँ पानी परेर ठ्याक्क भित्रिएपछिको भ्यू चाहिँ राम्रो आउँदो रहेछ त्यस्तो गर्मी पनि छैन जाडो पनि छैन अनि मान्छेले चाहिँ हेरिरहेको छ नि अब म चाहिँ ठुलो भ्लगर हुने हो फ्युचरको म एमआरबी दाई राजकुमार थापा मगर हो होइन हेर्ने मान्छेले हेरिरहेको छ है यु क्यान सी गाइस अब चाहिँ हामी टक्कसँग जानुपर्छ नि त कहाँ जानु लागेको अहिले चाहिँ हामी टावर जानु लाग्छौँ है त लेट्सी अनि त्यहाँ गएर फोटो हान्छौँ फोटोहरू चाहिँ इन्स्टामा गएर चाहिँ हान्नु होला सागर भट्टराई 11
तल लिङ्क पनि छ। यो भाइहरू चाहिँ भाइ बहिनीहरू चाहिँ स्कुलबाट आइरहेछन्। है बादल पनि डह्रो राम्रो लागेको छ। हामी चाहिँ ठ्याक्क टुप्पोमा के भन्नु त। हाई गाइस, हेलो। अनि चाहिँ अर्घाँचीको टुप्पोबाट चाहिँ अब चाहिँ हामी माथितिर लाग्छौँ होला। यहाँ फोटो सुट हुन्छ त्यसपछि। अनि अहिले चाहिँ हामी खै यहाँ जान लाग्यो। यो भ्यू टावर भन्ने खै यो घाँसै घाँस खै के हो यस्तो अर्घाँची भन्ने यति भाइरल छ हेर त यो ठाउँ। यहाँको ठ्याक्कै यो अस्ति म पाल्पा गएको थिएँ होइन, सेम यस्तै थियो कि पाल्पा सेम यस्तै सिधै त्यस्तो लाग्यो है। यहाँबाट चाहिँ यस्तो ठुलो पाल्पाको त्यो भ्यू टावर थियो कि माथि के भन्ने खै सेम त्यस्तै रहेछ। अब हामी माथि चढ्दैछौँ तर जस्तो छैन। अब यहाँ चाहिँ एउटा पपुलर ठाउँ रहेछ है। मैले यो टावर चाहिँ कोही मान्छेहरूलाई चाहिँ गतिलो टावर रहेछ गाइस। म चाहिँ प्रमोसन गर्न चाहन्छु। कोही हुनुहुन्छ भने त्यस्तो साथीहरू चाहिँ साथी तर यहाँबाट चाहिँ भ्यू चाहिँ डह्रो मिठो देखिन्छ यु क्यान सी। तर यत्रो सिडी चढेर आएपछि के देख्नु पर्यो राम्रो त्यस्तै हो। होइन त्यस्तो तपाईँलाई भनेको होइन कि हामीले सबै यस्तै गर्छौँ कि। होइन राख्नु अब भयो। होइन हामी आशिका तामाङ दिदी होइन त्यस्तो होइन त्यस्तो भयो नि ल हिँड्नु। हस् ल। यहाँ चाहिँ यो पैसा लाग्दो रहेछ अरे है। यो टावर चढेको चाहिँ 10 रुपियाँ अरे। यो आन्टी चाहिँ पैसा लिनुभयो। त्यसपछि चाहिँ अब मलाई नदेखाउनु पछि त डराएर ल बाबु मलाई नदेखाऊ म तिम्रो पैसा लैजाऊ अनि ओडाबाट उठाएको अरे। अनि यो टावर चढेको 10 रुपियाँ भित्र फेरि केही छैन त्यहाँ। केही फोटो यस्तो फोटो छ है देख्नुभयो होला। अनि सुरुमै माथि जाने बेलामा भनेको थिएँ केही छैन अब 10 रुपियाँ लैजाउँ भन। अब आन्टी यता बस्नु है त्यहाँ त्यस्तो गर्नुहुन्न त। खास त्यो पाल्पामा पनि थिएन कि त्यो कि चढ्ने बेलामै राख्नुपर्छ नि। चढ्ने बेला थाहा हुँदैन मान्छेलाई त झुक्काउन राखे जस्तो के थाहा हुँदैन। अनि यतिकै माथि गएर झरेपछि त बाबु यहाँ भने हजुर माथि चढेको पैसा ल्याऊ अरे। अनि ल हस् अब त्यस्तो किचकिच गर्दैन भनेको चाहिँ केही छैन। अनि त्यो यहाँ चाहिँ पैसा लाग्दैछ आन्टी चाहिँ मलाई नदेखाऊ भन्नुभयो। हाम्रो केही छैन है। गाइस गएर आयो माथि चाहिँ तर कस्तो लाग्यो क्या आन्टी डराउनु भयो क्या। अनि खासै अब त्यो माथि रुल्स रेगुलेसन पनि खासै केही थिएन। फोटो थियो है। अब होला नि त केही अब नगरपालिकाहरू राखेको अरे। अब सुरुमा चाहिँ एउटा दाजुले भन्नु थियो पछि त होइन भयो लैजाऊ पैसा भिडियो नबनाऊ अरे। डराए जस्तो लाग्थ्यो आन्टी। अनि अब केही छैन अब त्यस्तो हुन्छ। तर जे जस्तो भयो नि अब अर्घाँचीको भ्यू चाहिँ बवाल छ गाइज। लेट्स सी अर्घाँचीमा हामी घुमिरहेको छौँ। घाम लाग्छ अहिले चाहिँ। अनि यो चाहिँ तल खै यो स्कुल रहेछ है। कुन स्कुल आई डोन्ट नो। माथि पनि छ केटाकेटीहरूले पढ्दैछन्। माथि टावरबाट चाहिँ भ्यू हल्का खिचेको। अब त्यहाँ त्यस्तै मान्छेहरू पनि त्यस्तै थिए। अब केही छैन केटा हो यस्तै त हो। गाइस अहिले चाहिँ हामी माथि टावरबाट चाहिँ तल झरिसक्यौँ। भ्यू चाहिँ डह्रो छ। कहाँ जाने के गर्ने भन्ने टुङ्गै छैन। यत्तिकै अब घुमिरहेको भ्लग बनाउनलाई भए पनि एकैछिन यहाँ गाइज है। यो चाहिँ हाम्रो के अरे बगैँचा अर्घाँचीको बगैँचा भन्ने ठाउँ है यो। अनि अब चाहिँ हामी बगैँचाबाट यता लाग्दैछौँ। लेट्स कन्टिन्यू। पानी पर्न लागिसक्यो रमाइलो छ। अनि रमाइलो भइरहेको छ पानी पर्न लाग्यो। लेट्स सी के हुन्छ कस्तो हुन्छ। अब चाहिँ गाइज हामी ट्याक्क घर लाग्दैछौँ। लेट्स सी लेट्स गो। अब चाहिँ हाम्रो यस्तो डह्रो भ्यू त अर्घाँची हो नि त यार। अर्घाँची चाहिँ सबले हेरिरहेको यार। कस्तो मिठो हेर्छन् नि यताको मान्छेहरूले होइन। हेर्दा त फेरि मिठो हो के।
हेरे हामी हेरेको अब अनि हाँसीबाट हामी चाहिँ तर हामी घरतिर जाँदैछौँ गाइस मिठो भयो तर माथि अर्कामै चाहिँ हामी अर्कामा जान्छु हाम्रो अर्ग्यानिक्सको आमाहरू यहाँ हुनुहुन्छ कसरी हेरेको आमाहरू अनि अब चाहिँ हामी घर जान्छौँ है कस्तै हेरेको के अब अनि गाइज अहिले चाहिँ हामी ऊ त्यहाँ अरे हाम्रो यो चाहिँ मामा घर नयाँ ऊ यो चाहिँ पुरानो मामा घर यहाँ चाहिँ भाइ आइसक्यो हेलो भन्दैन मबिर जाने हो र अनि यहाँ चाहिँ हाम्रो मौसम भन्ने एउटा छ है अनि आजलाई चाहिँ गाइज यस्तै यस्तै भयो के कस्तो लाग्यो भिडियो हेर्नुभयो त्यसको लागि थ्याङ्क यू सो मच गाइज यति भन्दै आज म बिदा हुन चाहन्छु अब हामी फेरि नयाँ नयाँ भिडियोमा भेट्नै पर्छ है त अब म लगभग कन्टिन्यू भिडियो पेल्छु भन्ने सोचिरहेको छु कस्तो हुन्छ कबिर जाने हो र यसको मुख हेर्न यहाँ चाहिँ अब म सकेसम्म डेली पेल्छु भिडियो है आज एडिट गर्नै छ होला कि लास्ट एडिट गरेर आयो भने चाहिँ गर्छु आजको लागि यति नै भन्दै बिदा हुन चाहन्छु बाई थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई